देखे जस्तो भन्छ आफ्नो सुतेर सर के गर्दै हुनुहुन्छ तपाईँ हजुर ए भने स्वर्ग देखे जस्तो भन्छ आफ्नो सुतेर यो मेरो भाइ हो हजुर मेरो भाइ हो के हो बाहिर बाहिर भाइ भन्नुहुन्छ होइन हावा कुरा नगर्नु न तिमी मेरो भाइ त हो नि होइन उहाँ त बहिनी हो रे त नि मेरो भाइ हो दिदी भनेको आमा जस्तो समानको हुन्छ नि उहाँ त बहिनी हो र के हजुर उहाँ त बहिनी हो कहाँ भाइ भन्नुभयो ओ ए बहिनी हो होइन भाइ हो हावा कुरा हजुर ए यो के बोल्छ हो झगडा परि भने हजुर के अरे उहाँलाई चाहिँ ध्वजमा गरेर तपाईँले कहिलेदेखि चिन्नुभएको ध्वजमगालाई त मैले उसलाई त धेरै प्र्याङहरूमा अनि यो युट्युबहरूमा देखेको थिएँ आज यस्तै फेस टु फेस भेट्न पाउँदा एकदम खुसी छु मेरो भाइ हो नि त मैले भाइ ठान्छु क्या उसलाई तपाईँले एउटै मुभीमा काम गर्नुभयो हजुर उहाँको पनि रोल छ हजुर आज आएर थाहा भयो मलाई फेरि थाहा थिएन ए हो र हजुर ए हामी अब बागलुङको म म्याग्दीको पर्यो हजुर हजुर अब यस्तै हो अब कामसँगै गर्नुपर्छ अब सर काखमा सुत्न पाउँदा तपाईँ त बोल्दै बोल्नु भएन के हो आमाको काखमा सुतेको छ नि त ए जाम अब घर आमा सर तपाईँले यसरी पालै पालो अङ्गालो हाल्दा कस्तो फिल भयो
हजुर एउटा हामी खिच्छु नि है एउटा खिचेर गइहाल्छ कस्तो फिल भयो भन्नु न हामी गइहाल्छु क्यामेराबाट एकैछिनमा हुन्छ एउटा भिडियो कि फास्ट रक पारामा यो विकास ल भयो मैले तपाईँको छेउमा हेरेको थिएँ म कपालमा छु भने उहाँ बिहोस हुनुहुन्छ नि धोली हाल्नुहुन्छ नि ल हाल्नु नि त ल अँगाल हाल्नु रे ल हाल्नु ल दाइको लप्पर लाए यतैतिर सुन्दरी चौतिर लप्पर ला नि दाइको के एक्टिङ गर्नु न दिदी ल फास्ट फास्ट फेरि एकचोटि गर्दैन न छिटो छिटो भयो एउटा भिडियो लु स्टार्ट हजुर भलक 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 हो भने मलाई त्यो ठिक म गरेर पोस्ट गर्दिन्छु मलाई पोस्ट गर्नु है सुन्दा के छ मलाई के रे मेरो हिसाब के रे गर्नु है फेरि हस् हस् गर्नु भएन नि फेरि है आउँदै हजुरले ढोजमगरलाई भेटेर कस्तो लाग्यो भन्नुहोस् एकदमै खुसी लाग्यो खुसी लाग्यो कहाँ हजुर टिकटकको भाइरल हो नि त ए घर कहाँ तपाईँ मेरो लमजुम बेसी सहर ए रमाइलो लाग्यो चाहिँ है एकदम हजुरलाई नि हजुरले फोटो खिच्नु खुसी लाग्यो एकदम खुसी लाग्यो हैन वास्तवमा भेट्न पाएँ ओके 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 मलाई त बडो खुसी लाग्यो दाइ हो म क्यामेराम्यान हो नि त यो सुन्दरजलको ए ल फोटो खिच्नु पऱ्यो तपाईँसँग आउनु पऱ्यो हुन्छ होइन दाइ ल ओके ल सबैजना आउनु होला ल म भाइस क्यामेराम्यान हैन ओके म खिच्दाखेरि हामीलाई सम्झनु होला हैन ओके ओके सर जाउँ आज हामी कहाँ आएको रहेछ सर सुन्दरजल ढोजमगर आसिएको डेटिङ हो हामी नि भाइ हामी नि डेटिङ खोज्नेवालामा आएको खोज्नेवालामा चाहिएन ओके म पूजामा फर्किनेछौँ ओके उहाँहरू चाहिँ तपाईँहरूको एकजना चाहिँ हाम्रो सेक्युरिटी हामीलाई त सेक्युरिटी बनाइदियो ढोजमगर त यार आमालाई फेरि त्यहाँ फोटो खिच्ने ठाउँ रहेछ कि गाइज होइन उही अगाडि एउटामा छ क्या त्यहाँ देखाउँछु कि
सुजल भाइ के छ हाल खबर ठिक छ नि हामी सेक्युरिटी गार्ड है यहाँ चाहिँ काठमाडौँ पानी लैजानु यस्तो बनाएर रहेछ क्या गाई चाहिँ थप्कला बनाएको क्या